उसको छोराहरूलाई चाहिँ राम्रो गर्नुभयो अनि तपाईँलाई चाहिँ हेप्नु थाल्नुभयो गोठाला बस्दा हेप्नु थाल्यो हेपेको तँलाई नि नराम्रो गर्नु थाल्यो मलाई चित्त दुख्यो सेर आएको नि एउटा खुर्पा बोकेर आएको थियो राति हुँदी अब अनि बाख्रा लानु पर्यो भनेर आएको लानु भने 3टा लगेर गयो चाडा छोडेर 3टा लग्यो स्वागत छ यहाँहरूलाई मेरो च्यानलमा होइन अब के भन्छ यस्तो लामो भिडियो नबनाएको चाहिँ धेरै भइरहेको थियो नि त अनि त्यही भएर लामो भिडियो चाहिँ सुरुवात आमादेखि गर्नु पर्यो भनेर आमाको छोटो जीवन कहानी सुनौँ होइन आमा हुन्छ के भन्नुपर्ने पहिला चाहिँ होइन तपाईँको मामलीमा गोठाला गरे भन्नुभयो नि त होइन गर्नुभएको गोठाला कठा नानी कठा गरेको पछाडि दाजु भाउजू छुटेर गयो मामा माइजूसँग बसेँ अनि बाख्रा कठला बसेँ अनि पछि त उसको छोराहरू ल्यायो छर्केलुहरू अनि तिनीहरू राम्रो गर्नु थाल्यो मलाई नराम्रो गरे बाजु उसको छोराहरूलाई चाहिँ राम्रो गर्नुभयो अनि तपाईँलाई चाहिँ हेप्नु थाल्नुभयो गोठाला बस्दा हेप्नु थाल्यो हेपेको तँलाई नि नराम्रो गर्नु थाल्यो मलाई चित्त दुख्यो अनि बेसी धान गर्नु जानुपर्छ भन्थ्यो उसको छोराहरू कठला गयो रिसेर बेसी गएन धान गर्नु गएन मामा माइजू गयो बेसी अनि मेरो पालो लुगासुगा कुम्दी बोक्यौँ अनि त्यसले अघि बाख्राहरू बस्ती लगेको थियो तल वनपालामा मलाई त्यता गएँ मेरो बाख्रा त लगेरै जान्छु मेरो आमा बाबु छैन मेरो आफन्त छैन छन् नि यिनीहरूले हेप्नु पाउँदैन भनेर लगेँ अनि तल तपाईँलाई चाहिँ हेप्छ जस्तो लागेर काममा जानु भएन बाख्रा चाहिँ बोकेर लगेर जानुभयो घरतिर तल गयौँ अनि मेरो बाख्रा लाने है लुगा अब भनेर माउ बाख्रा समात्यौँ 7वटा थियो मेरो बाख्रा एउटा बाख्राले 7वटा बनाएको थियो बोकेर तानेर लग्यौँ तपाईँहरूले 6वटा बाख्राले पछ्यायो एउटा माउ अनि घरमा पुर्याएँ तपाईँलाई दिएको बाख्राको बच्चाहरू पनि सबै लगेर जानुभयो लगेँ मेरो भाग लगेँ अब 7वटा 6वटा भएको थियो उसको माउसँग 7वटा लगेर गएँ अनि पर लगेँ अनि आमाले केही भएर आयो भन्दै सोध्यो यसो भयो भने भरे बेलुका त मामा बेसीबाट आयो उता मलाई घरमै आउनुभयो उता घरमै आयो राति 2 घन्टाको बाटोमा यस्तोमा बसिराखेँ यस्तो पिन्जी थियो त्यहाँ पिन्जीमा यतापट्टि मामा बस्यो उतापट्टि पिन्जीले मलाई छेकेर डडालो त झन् भेट भयो नि फल्नी कहाँ गयो भन्दै आएर खै दाजु अहिले थियो कहाँ गयो भने आमाले अब सोद्धा कुट्ने थियो होला मामा रिसाएर आइराख्नु थियो रिसाएर आएको नि एउटा खुर्पा बोकेर आएको थियो राति हुँदी अब अनि बाख्रा लानु पर्यो भनेर आएको लानु भने 3टा लगेर गयो चाडा छोडेर 3टा लग्यो आमाले चाहिँ 7वटा ल्याउनु थियो 3टा फेरि लगेर जानु चाडामा चाहिँ दिइराख्यो 3टा लग्यो कति वर्ष अलि बस्नुभयो 14 वर्ष बसेँ नि कति वर्षदेखि बस्नुभएको 9 वर्षदेखि बसेको कति वर्षसम्म यसो 14 वर्ष बसिन 9 वर्षदेखि होइन 7 वर्ष मात्रै पुगेको थियौँ यसो बरके लुगा मात्रै लगाएको थियौँ अब पहिले त कट्टु सट्टु पनि थिएन बरके लुगा यतिको लगाएको थियौँ मामा आएर आमाले बजूले लु माइली भान्जीले दे म अभोर भयौँ नानी कठला भन्यो अनि नानी कठला लगेको पछि त दाजु आयो असारमा दाजु आयो अनि उनीहरू छुटेर गयो अनि अब म कठला बस माइली भन्नु थाल्यो मामा माइली अनि त्यतै कठला बसेको पछि त उसको छड्केलुहरू आएर मलाई नराम्रो गर्नु थाल्यो म 6 वर्ष बसेँ होला हौ अहिले सम्झिँदा चाहिँ कस्तो लाग्छ त्यो समयहरू अब किन बसेँ दुःख थियो दुःख भएर त बसेँ होला भन्ने नि आजभोलिको त्यसरी बस्छ तपाईँको माइती घरमा चाहिँ दुःख थियो त्यतिखेर दुःख थियो फेरि आमाले अब माइतीहरूको बोली हार्न सकेन लु सघाउँछ त्यसो भनेर पठायो नि अब मसिनो फर्ल्याङको बाबु खसेको केटाकेटी थियो पढ्ने चाहिँ चलन थिएन नि त्यतिखेर स्कुल जानेहरू कोही धनी पढ्यो नि धनीहरू पढ्यो नि हाम्रो अब पढाउने पनि थिएन पैसा खर्च धेरै हुन्थ्यो खर्च त के धेरै हुन्थ्यो पढ्नु नभ्याएको होला नि अब काम नगरी खानु नपाइने होला उता पढ्नु ध्यान थिएन होला नि पढ्नु ध्यान हुँदा त भोकै भए पनि जान्थ्यौँ होला नि पहिले त्यति पढाएन नि केटाकेटी नपढेकोमा दुःख लाग्छ कि अहिले यसो सम्झिँदा चाहिँ कस्तो लाग्छ दुःख लाग्छ नि पढेको भए अनि यस्तै हुन्थ्यौँ अलि हुने
हुने हुनकोमा जाने थियौँ अलिक बुद्धि हुन्थ्यो होला पढ्दा अलिक बुद्धि आउँथ्यो होला बाउसँग आएर त दुःख मन छैन नि के को दुःख मान्नु अब उनीहरू लौरेको छोराहरू मभन्दा चौरे भइराखेको छ के को दुःख लौरेको छोरा मलाई लौरेको छोरा कमसे कम यस्तै मात्रै हुन्थ्यो यस बेला बुझ्न केही छैन नि खै त जेठा छोरा अरे बाबु खै केही गरेन भेदान पनि गरेन दुई भाइ छोराको मजा बिहे पनि गर्यो काले पनि लग्यो खै मेरो जेठा छोराकोमा काले पनि लगेन अनि त अझै बाबु जितपुर जानु टुटेको छ कुन भाइ हो लौरेको छोरा भन्दा म जेठा भन्दा जेठा छोराको कस्तो बिहे पनि नगरेको भन्छ लौरे हरा नि केही गरेन भनेर बाउ जानु हुँदैन अब को फेरि जेठो छोराको त्यस्तो गफ यता बाबु आमाको ढाङ त्यस्तो जस्तो भए पनि जेठी छोरीको जेठा छोराको दुःख सुख जे गरेर भए पनि उनीहरू दुःख पनि पाउँछ यसो त्यसो अलिअलि पनि पाउँछ लान्छ पनि छोरीले पनि जेठी छोरीले अलिअलि सुन चाँदी पनि भेटेर लान्छन् जेठा छोरा पनि अलिक लान्छन् खै त हामी त छैन अब बाउसँग चाहिँ भेट कसरी भयो अर्को भिडियोमा कुरा गरौँ ल यो चाहिँ अर्कोचोटि बसेर कुरा गरौँ ल बाउसँग भेट कसरी भयो ए बाबुसँग भेट कसरी गरौँ अब तल किपटे आएको थियौँ त्यहाँ थेप्रीसँग बिहिबारे आउँदा भेट भएको नि स्कुलमा ल अब चाहिँ सबैलाई बाई भनिदिनु सबैलाई यता हेरेर बाई गर्नु ल सबैलाई बाई बाई गुड गरिदिनु अर्कोचोटि बाउसँग भेट भएको कुरा गरौँ ल ल ल गरौँ ल ल बाई 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 बाई